सरे ट्रेकिङ गाइडहरुलाई भन्नु त भन्नु न भन्नु सारो धेर खानेलाई मिठो खुवाउँदैन त्यही हो मिठो खुवाउँदैन तर धेर खान्छ भनेर नमिठो पकाउँछ तर त्यो हैन जब खाना टेस्टी होस् त्यसले दिक मर्छ धेर पनि खान सकिदैन स्वास्थ्यमा एनर्जी पनि हुन्छ खानुहुन्छ त्यो नमिठो खाना पनि खान्छ झन् सारो खान्छ त्यो 2-3 थाल जान्छ त्यो 2-3 थाल त्यो दिक मर्दैन हो जब अब मिठो मिठो हुँदैन हैन जब दिकै मर्दैन मान्छेले झन् बढी खाने हो र स्वास्थ्यमा आड पनि आउँदैन ए ल यो जब स्वास्थ्यमा आड आउने चिज शक्तिशाली चिज खानुपर्छ मान्छेले कम खाना खाने हो अनि तपाईहरु सत्तुहरु लिएर जानुहुन्न थियो त माथि सातुहरु लिएर जानुहुन्थेन गइन्छ सातु पनि जान्छ सातु पनि त्यति नमिठो खानाको चाहिँ कति लिन्थ्यो 700 टके 800 लिन्थ्यो तपाईँले के भन्नुहुँदैन थियो के भन्नु र नमिठो दियो भने अब सुत्ने ठाउँमै पाइँदैन चाकेर भए पनि चाकेर त होइन त्यो झन् 2-3 थाल जान्छ झन् नमिठो भयो झन् बढी खाना हो त्यस्तो हुन्थ्यो है अनि फरेनरलाई चाहिँ कस्तो हुन्थ्यो नि उनीहरूको त अब केमिकलले सिस्टम अब जे पनि रेडिमेड हुन्छ मिठो हुन्छ नमिठो हुन्छ पिज्जा मात्र पाए ट्रेकिङ गाइड कतिसम्मको पोर्टर कति काम गर्नुभयो तपाईँले पोर्टर आफैले शेर्पा गाइड 4 वर्ष पोर्टर गाइड 3 वर्ष अनि त्यसपछि कहाँ जानुभयो विदेश मलेसिया के काम गर्नुभयो रबर उद्योगमा कति घन्टा काम गर्नु पर्थ्यो 8 घन्टा 8 घन्टा 8 घन्टा प्रेसिडेन्टले 15 मिनट खाइदिन्छ सेक्सन मिटिङमा कोही बेला 50 मिनटसम्म जान्थ्यो सेक्सन मिटिङ अनि त्यसपछि जिराको कथा हो ए यता पो सार्नु भयो अनि त्यसपछि खाजा खाने छुट्टी आधा घन्टा अनि चिया खाने छुट्टी 2 चोटि एकचोटि 20 मिनट एकचोटि 15 मिनट गर्दाखेरि 5.5 घन्टासम्म हुन्थ्यो पनि राम्रो चिया हुन्छ यहाँको हाइलाइट भनेर आउने म दुबईमा हुँदाखेरि हामी टोइलेट जाँदाखेरि होइन 1 सेकेन्ड 1 मिनट पनि हुँदैन आउँथ्यो क्या अन्त लाइन हुन्थ्यो नि त होइन अनि टोइलेटै गएन उहाँ म्यानेजर बोलाउन आइसक्थ्यो कि कस्तो हाँस्थ्यो टोइलेटमा चाहिँ ढिटी गर्ने ठाउँ अब तातो हुन्छ खुल्ला हुन्छ अनि त ढिटी गर्ने ठाउँ क्या हाँस उठ्दै क्या टोइलेटै गराएन उहाँ आइसक्छ 20 वटासम्म हाम्रो अब एउटा टोइलेट थियो होइन त्यहाँ फेर्ने अनि तर जसरी 5 मिनटको टाइम भनेर तोकिएको थियो होइन लेखेर जानुपर्ने कति मिनटमा गयो घरि आफै हेऱ्यो कति मिनटमा आउनु पर्यो अनि किन छोड्नु भयो तपाईँ ट्रेकिङ गाइड चाहिँ एकदमै राम्रो भयो मलेसियामा चाहिँ कति काम गर्नुभयो 3 वर्ष कति कमाइयो त एउटा घर गाउँमा अनि चाउमिन धेरै खानु चाहिँ मलाई चाहिँ चाउमिन मेरो पेटमा जाँदैन होइन अनि फ्राई राइस मेरो चाहिँ फेरि चाउमिन खाँदा खाँदा पेट यति दुखाएको छ भनेर साथै चाउमिन खानु छोडेँ होइन त्यसको पेट दुख्ने छुट अनि त्यसपछि यहाँ विपसना चाहिँ कहिले आउनुभयो
उतासँग म आएको वर्ष 1.5 वर्ष हुने भयो। 1.5 वर्ष? 1.5 वर्ष भयो? गयो तर पोस्ट चाहिँ 11वटा मात्रै ए अब छुट्टीमा बस्ने नि है दाजु? बस्ने त हो। बस्नु अनि त्यसमा गर्नु। छुट्टीमा बस्ने भन्दा अचारे अब लागेको धान रोप्यो 2 महिना अनि जेठ बाँकी छ नि त। जेठ चाहिँ बाँकी छ। बिउ राख्दै छ अहिले। त्यस पछाडि अनि गरेको अनि फेरि कुनले छोड्ने बेला नाम चाहिँ पुग्नु पर्छ। फेरि गाइड फेरि पोटरै काम गर्ने? पोटरै हो। पोटरमा चाहिँ दिनको कति दिन्छ नि तपाईँहरूलाई? पोटरमा 3 जम्मा आइरहेछ। 3,000? 3,000 मात्र? घन्टाको कि दिनको? कति बोक्नुहुन्छ नि तपाईँले? अहिले त 10 केजी पनि बोक्नु पर्दैन। पहिला त धेरै बोक्नु। कति वेट कति हुन्थ्यो? वेट 50-60 नै बोक्नु पर्छ। 10-60? तर मैले त्यो बोक्ने काम गरिएन। के गर्नुभएको छ? आफूले पोटर गर्दाखेरि पोटर गाई गर्दाखेरि अब यो हल्का झोला सानो धुप होइन। अनि हल्का झोला अनि त्यस पछाडि शेर्पा गाई गर्दाखेरि बोक्नु पर्दैन। त्यो गर्दा पनि पर्दैन थियो? पर्दैन। शेर्पा गाई गर्दा पर्दैन। अनि कुन कामबाट सजिलो? खाना पकाउनु? गाह्रै छैन। कहिले घरमा खाना पकाएको छ? गर्नु पकाएको छ। मेरो गोली पढ्दैछु खाना राम्रो केही हुँदैन? हुन्छ राख्दा हुन्छ। त्यति एउटा गर्छ अलिकति राख्ने हो क्या, धेरै नहाल्ने हो क्या। फ्लेभरको लागि चाहिँ नि हरेक खुर्सानी पड्कायो भने मिठो आउँछ क्या। अनि हिजो लुगा धोएर आज घाम लाग्यो भने त फेरि पनि भिजाइरहेको थियो। त्यो सादिकाले त्यो म्याट्रिक्समा लुगा भिजाएको थियो, लुगा धुँदा चाहिँ त्यो भिजाएको थियो, सुक्यो। के गर्नु है? खाना पकाउँदाखेरि अघि भाडा धेरै बोक्नुपर्छ। पोटर गरेको जस्तो होइन, खाना पकाउँदाखेरि धेरै अघि भाडा हुन्छ। सुगरदेखि लिएर नुनदेखि लिएर तेलदेखि लिएर सबैको पेटै दुख्छ, पेटै भर्छ होला। अलिकति टुच्चो चाख्यो, अलिकति टुच्चो चाख्यो, टुच्चो चाख्दा छ। अनि एकताबाट ला भनेर ग्यासले खाना खाइदिएन भने होइन आफू नै डर लाग्ने। नेपाली हो पकाउनु चाहिँ अलिक गाह्रो। विदेशीको सजिलो हुन्छ, नेपालीको गाह्रो हुन्छ। नेपालीको ग्यास कि नुन खानु नहुने, विदेशीले अब नुन डरको छैन भने चुप लागेर उसको यति भन्ने थोरै खान्छ होइन, त्यही हुन्छ। नेपालीले चाहिँ अर्डर गरिबस्छ कुनै दाल